तपाईलाई चाहिँ लाइफमा सजिलैसँग अगाडि बढ्न मन छ भनेपछि चाहिँ तपाईले गर्नै पर्ने चाहिँ एउटा काम चाहिँ म भन्छु ल, त्यो हो एउटा डाइरेक्ट सेलिङ बिजनेस। क्या डाइरेक्ट सेलिङ बिजनेस चाहिँ म भन्छु हरेक घरबाट चाहिँ एकजना व्यक्तिले चाहिँ सुरुवात गर्नै पर्छ। साँच्चै लाइफमा तपाईलाई छोटो टाइममा चाहिँ एउटा सफल हुन मन छ, केही गर्न मन छ भनेपछि चाहिँ डाइरेक्ट सेलिङ बिजनेस चाहिँ गर्न जरुरी छ। तर अब छोटो टाइममा सफल हुन भन्न बित्तिकै अब आउन बित्तिकै सफल हुने भन्ने चाहिँ होइन। धैर्यता गर्नुभयो, मेहनत गर्नुभयो भने चाहिँ तपाईँहरू अवश्य पनि सफल चाहिँ हुनुहुन्छ है। यदि तपाईँहरू पनि डाइरेक्ट सेलिङ बिजनेसबाट केही इन्कम अर्निङ गर्न चाहनुहुन्छ, आफ्नो लाइफ राम्रो बनाउन चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले चाहिँ एकचोटि बुझ्न चाहिँ एकदमै जरुरी छ। तर डाइरेक्ट सेलिङको बारेमा राम्रोसँग बुझ्नुहोस् अनि सुरुवात गर्दा चाहिँ एकदमै तपाईँहरूको लागि चाहिँ बेस्ट हुनसक्छ। हामीले अरू कामहरू काठमाडौँमा जबहरू खोज्नुभन्दा धेरै बाटोहरूतिर लाग्नुभन्दा चाहिँ हामीले सर्टकट बाटो अब डाइरेक्ट सेलिङको एउटा प्लेटफर्म चुज गर्ने अनि अगाडि बढ्ने। क्या त्योभन्दा राम्रो फिल्ड चाहिँ हामीले अरू भेटाउँदैनौँ है। काठमाडौँमा कहाँ 1000, 3000, 4000 तिरेर काम 10-12 हजारको पनि त पाइँदैन नि त होइन। गाह्रो कसलाई हुन्छ? आफैलाई हुन्छ। त्यही माथि पैसा सबै लुटिदिन्छ भनौँ, खाइदिन्छ। अब यसमा त केही पनि चाहिँदैन क्या तपाईँलाई, न स्किल चाहिन्छ, न पढाइ चाहिन्छ, न पैसा चाहिन्छ, केही चाहिँदैन। जिरो लगानीबाट तपाईँले आफ्नो लाइफ बनाउन सक्नुहुन्छ यो बिजनेसबाट चाहिँ। तपाईँले यमाथि एउटा पैसा मात्रै होइन कि हरेक स्किलहरू चाहिँ तपाईँहरूले सिक्न सक्नुहुन्छ यो बिजनेसबाट चाहिँ। तपाईँहरूसँग हुँदै नभएको कुराहरू थाहा पाउनुहुन्छ क्या तपाईँहरूले। भनिन्छ नि 40 वर्षको उमेरसम्म थाहा पाउने कुराहरू चाहिँ तपाईँहरूले 18, 20, 22 वर्षकै उमेरमा चाहिँ तपाईँहरूले देख्नुहुन्छ क्या आफ्नो आँखाबाट, आफूले भोग्नुहुन्छ यो फिल्डमा, अरूलाई देखेको भरमा पनि।